हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। पनि स्वागत छ आजको अर्को नयाँ भिडियोमा। भिडियो के सम्बन्धित छ भने तपाईँले थम्बनेल टाइटल देखेर पनि थाहा पाइसक्नुभयो होला हैन। अब इन्ट्रोमा ठ्याक्कै भन्न चाहिँ मलाई पनि थाहा भएन, किनकि मलाई चाहिँ प्रेम दाई उदेन दाईले बोलाएर हाम्रो उदेन ब्लगले चाहिँ यहाँ नालातिर कता बनेपा गढी छ अरे, त्यहाँसम्म जाऊँ, केही भिडियो कस्तो हुन्छ के हुन्छ भिडियो भने बनाऊँ, नभए यसो दाजुभाइ घुमेर आऊँ भनेर त्यहाँको फोन गर्नुभएको थियो। अनि म चाहिँ निस्केको, अनि त्यहीँसम्म जानुपर्ने हुन्छ। उदेन दाईलाई चाहिँ त्यहाँ भेट्छु म भक्तपुरमा, किनकि उदेन दाईको घर त्यहीँ भक्तपुरमा हो। अनि प्रायः म यही बाटो हिँडेर आउँछु प्रायः है, यतातिर यो पूर्वी साइडतिर जाँदा चाहिँ, किनकि यहाँबाट म्याक्सिमम् यतै जाँदै हो होइन, कालिम्पोङतिर जाँदा हो, जतासुकै जाँदा पनि यही बाटो युज गर्नुपर्ने हुन्छ। त्यही भएर हेरौँ भिडियो के कस्तो हुन्छ होइन। चट्ट राम्रै भयो भने त राम्रै भइहाल्यो, नराम्रो भए पनि कस्तो लाग्यो कमेन्ट गर्नु होला। यो चाहिँ भक्तपुर र काठमाडौँको जो सिमाना हो क्या, यही तलतिर खोला छ, मनोहरा खोला। अनि खोलाबाट पारी गयो भने भक्तपुर, वारी चाहिँ काठमाडौँ पर्छ। अस्ति म चाँगुन आइरन जाँदा पनि यही बाटो युज गरेको थिएँ। अनि त्यही हो, पानी चाहिँ नपरोस्, बिहानदेखि चाहिँ खत्रै घाम लागिरहेको छ। अब अहिले आएर पानी पऱ्यो भने त के हुन्छ थाहा छैन। आजभोलि चाहिँ अब मनसुन सुरु भयो जस्तै भइसक्यो क्या, अस्तिदेखि पानी लगातार परिरहेको छ। बिहान नपऱ्यो बेलुका, बेलुका नपऱ्यो बिहान परिरहेको हुन्छ। अनि मैले चाहिँ त्यही भएर रेनकोट पनि बोकेँ छैन है। पानी पऱ्यो भने कति ओत लाग्नु पर्ला, त्यस्तो टाढा त हिँडा होइन, नजिकै हो। त्यही भएर त्यही हो। अब यो पुलबाट पारी चाहिँ भक्तपुर हो है, यहाँबाट यो मनोहरा खोला भयो, यो तल बगिरहेको। अनि अब यो म भक्तपुर तरिसकेँ काठमाडौँबाट, त्यति टाढा चाहिँ छैन। जो सिमानामै बस्ने भए भएर फाइदा छ है, यता काठमाडौँ र भक्तपुर भन्नलाई। यतातिर नि बिस्तारै खेत चाहिँ सिद्धिन लागिसकेर छ है। यहाँ अस्तिसम्म खेत थियो, अहिले त पुरै प्लानिङ गरेर यस्तो बनाइसक्नु भएर छ क्या। अब यार अब त खाली जमिन त देख्नै गाह्रो भइसक्यो काठमाडौँमा चाहिँ, किनकि माथि माथि डाँडातिरबाट हेऱ्यो भने चाहिँ पुरै खाली जस्तो देख्छ होइन। थोरै झुपुक्क कतै त्यो बजार अनि धेरै खाली ठाउँ जस्तो देख्छ, तर यहाँ खाली ठाउँ चाहिँ छैन क्या, सबै भरिसक्यो। किनकि आजभोलि सबैले यो प्लटिङ गर्दै बेच्दै होइन, फाइदा त्यसैमा छ भन्छन् होइन। के हो कसो त्यो कुरा चाहिँ मलाई थाहा भएन। अनि मान्छेहरूले चाहिँ जे होस् अहिले यो कृषिलाई भन्दा पनि यो घरको चाहिँ उब्जनी धेरै भइरहेछ क्या। यो धानको भन्दा पनि धान उमार्नु पर्ने ठाउँमा घर धेरै उमारिरहेछन् क्या। त्यही भएर जग्गा चाहिँ सिद्धिसक्यो यो काठमाडौँको चाहिँ। अनि भक्तपुरको पनि बिस्तारै बिस्तारै भरिँदै गएर छ। उताडामा आउने यताबाट उ आउने भएछ क्या फेरि। कताबाट जाने हो, कताबाट जाने के छ? हुन्छ, मेरो टायरमा हावा कम छ हो, ठिक छ। म त कम हालेको क्या हिजो। यो बाटो चाहिँ सल्ल कहिले कुद्न पाइएन क्या गाइस है, कस्तो बिग्रेको क्या। तलतिर पिच हुन्छ अनि फेरि यता यस्तो खाल्डो होइन, अलिकति गुणस्तरीय पिच गरेन क्या जस्तो लाग्यो मलाई चाहिँ। यस्तो ठुलो बसहरूलाई त मतलबै हुन्न होला होइन, तर यो बाइकहरूलाई लास्टै झ्याउ हुने क्या, खचाक गरिदिन्छ। अब यति राम्रो हिँड्यो, अब फेरि यहाँ चाहिँ गियर डाउन गर्नु परिहाल्छ क्या। ओए के हो, यिनीहरूको लगन सुरु भयो कि क्या हो? जोडी बाँधिएर हिँडेको छ त्यहाँ त्यही ठाउँमा क्या गाइज होइन। बिरालोले बाटो काट्यो भने मान्छेले के गर्छ थाहा छ, एकछिन रोकेर को आउँछ होइन, त्यो आओस् भने त्यो कटेपछि बल्ल कट्छु भनेर बस्थ्यो क्या। मान्छेको नेचर त्यस्तो हुन्छ क्या। तर मलाई चाहिँ मतलब लाग्दैन है, किनकि बिरालोले नि उसको टाइम भएर पो काट्छ त होइन। उसको टाइम नि त्यही परेर, हाम्रो टाइम त्यही परेर पो काट्या हुन्छ त। नभए त बिरालो बिहानै काट्थ्यो होला होइन, बेलुका काट्थ्यो होला, ठ्याक्कै हामी आउँदै काट्नुपर्छ भन्ने हुन्छ त। उसको ठ्याक्कै त्यही बेला टाइम परे हुन्छ, हाम्रो पनि त्यही बेला टाइम परे हुन्छ। अनि त्यो खासै त्यो ब्याड थिङ्स चाहिँ होइन है, मलाई चाहिँ त्यस्तो लाग्छ। किनकि मान्छेले चाहिँ अशुभ हुन्छ भन्छन्। हामी चाहिँ अहिले ठ्याक्क यो लपटन डाँडा आइपुग्यौँ। अब यहाँबाट यो भक्तपुरमा नि खावा छ अरे क्या, म चाहिँ उता धुलीखेलको खावा सम्झेको होइन। यो भक्तपुरको खावा छ अरे, अनि खावामा चाहिँ एउटा गढी छ अरे, त्यहाँबाट चाहिँ बनेपा गढी जान मिल्ने छ अरे। अनि त्यही हो, अनि एउटा कृष्णको मूर्ति पनि छ अरे है, त्यही भन्नुभयो दाइले चाहिँ।
मलाई थाहा थिएन अनि त्यही भएर इन्टरभ्यूमा अघि मैले भनेको थिइनँ नि गढी चाहिँ गढी भनेको थिएँ तर कुन गढी थाहा थिएन अब त्यसलाई चाहिँ खावा गढी नै भनौँ होइन खावामा भएको भएर कस्तो दामी यार मजा आयो नि त उठेर चलाउँदा नि यस्तो ल्याङफ्याङ बाटो छ यार नगरकोट पनि भरिसक्यो क्या चाहिँ माथितिर हो किनकि पहिला यस्तो थिएन पहिला खेतै खेत थियो जङ्गल थियो होइन अहिले चाहिँ मजाले भरिसक्यो क्या माथितिर घरहरू सबै मान्छेहरू चाहिँ अलिकति डाँडा पाखा लाग्नु भयो क्या किनकि तल काठमाडौँतिर धेरै उ छ नि त भिडभाड छ नि त अनि पानीको समस्या होइन सास फेर्न हावाको समस्या भएर होला सायद किनकि माथितिर चाहिँ एकदम चिसो हावा यहीँबाट हो ल हामी चाहिँ यहाँबाट सिधा माथि गयो भने नगरकोट हो भने यतातिर मुहान पोखरी हुँदै यतातिर जाँदैछौँ के हो यहाँबाट चाहिँ बाटो त राम्रो छ बाटो चाहिँ एकदम पिच रहेछ है दामी यहाँको भाइरल रोड होला यो किनकि भर्खर पिच गरेर छ अनि त्यही भएर नि यस्तो दामी देखिया होला घरहरू पनि मजाले भरिया हो टन्नै छ घरहरू अनि त्यही हो यहाँबाट हामी जाँदैछौँ यतातिर त्यहाँ तेलकोट देखिरहेछ यता चाङ्गु नारायण होइन यही होला सोधौँ न परतिर गएर कस्तो खतरा खतरा घर बनाएको यार हट पैसा भयो भने त है जे गरे नै हुन्छ क्या फेरि आहा ल यस्तो बाटोमा पो आइपुग्यो यार कता जाने त अब यही हो बाटो कहाँ हो बाटो हराए जस्तो लाग्यो है मलाई चाहिँ यहाँ बाटो त के हो बाटो मासिसक्यो त बाटो मासिसक्यो बाटै मासिसक्यो है बाटो चाहिँ कता कता हो कता कता घुमेर छ होइन हामी चाहिँ अब यो खोलाको तिरैतिर जानुपर्ने भयो यताबाट पिच भेट्छ अरे यहाँ माथि कतातिर हो अनि उताबाट नि फर्किनु पऱ्यो क्या उता गएर पनि अब यहाँबाट हामी मासतिर जान्छौँ पिच त भेट्यो यहीँबाट अब ठ्याक्क पुग्न चाहिँ टाइम लाग्यो क्या कता कता हो सिधा बाटो थाहा भएन नि त त्यही भएर एउटा सिधा माथि गयो भने चाहिँ नगरकोट अब यहाँबाट चाहिँ हामी चाङ्गु नारायण नगरपालिका 8 सुडाल हजुर यहीँबाट होला हो कन्फर्म हो ताथली नाला बनेर पाए त जाने हो क्या त्यो नाला गढी रहेछ थाहा भयो मलाई हो ल हेर्न खावा जानको लागि चाहिँ सुडाल आइपुग्नु पर्ने रहेछ है सुडाल आइपुग्यो हामी अब सुडालबाट यहाँ माथि गएपछि एउटा कृष्ण मन्दिर छ अरे कृष्ण मन्दिरबाट गढी होइन जस हामी नजिक आइपुग्यौँ यताको बाटो आएको अलिकति कन्फ्युज भयो क्या त्यो भित्री बाटो 3-4वटा बाटो रहेछ अनि जसलाई सोध्यो पनि यता यता भनेर देखाइरहने क्या अब जसलाई जुन बाटो थाहा छ त्यही देखाउने हामी चाहिँ छोटो बाटो खोज्दै हिँडेको क्या अनि त्यही भएर अलिकति कन्फ्युज भयौँ यो गढी चाहिँ मलाई नाला गढी हो जस्तो लाग्यो है खावा डाँडा रहेछ भक्तपुरमा पनि थाहा थिएन नयाँ कुरो अनुभव भयो होइन एकदम रमाइलो रहेछ एकदम दामी भाइब्स आयो यहाँ आएपछि त्यही हो चट्टाजाम के हो कस्तो हो नगरकोटबाट चाहिँ नजिक पर्थ्यो अरे नगरकोटबाट जाँदा बाटै याद भएन क्या जुन बाटो
म्याप लोकेसन म्याप अन गर्नुहुन्थ्यो नि त त्यो पनि भएन क्या त्यो हामी चाहिँ अलिकति रमाइलो गर्दै हिँड्यौँ होइन यता भित्रभित्र घुम्दै फेरि फर्किँदै आउँदा नि ओइ ओइ रमाइलो हुन्छ नि त अनि त्यही भएर हामी चाहिँ अब फेरिमा आइपुग्यो त्यहाँबाट त्यो भर्याङ चढ्नु पर्ने रहेछ होला सायद त्यस्तै लाग्यो मलाई चाहिँ किनकि माथिसम्म बाइक त जाँदैन त्यही हो हिँड्नुपर्छ अलिकति हिँड्दा पनि रमाइलो आउँछ होइन मलाई चाहिँ यो बाइकमा भन्दा पनि हिँड्न चाहिँ एकदम रमाइलो लाग्छ त्यस्तै साथी भेट्यो भने बराबरी हिँड्ने हुनु पऱ्यो होइन उता माथिसम्म त जान्छ त बाइक बाइक त अलिक माथिसम्म जान्छ त बाइक जाने ठाउँसम्म जाऊँ न उता माथि लगाएर राखौँ न हजुर त्यो बाटो रहेछ त आउनु न खावा हामी चाहिँ गेटबाट छिर्यौँ अब यहाँबाट बाइक यहाँ मास्तिरसम्म राखिदिने अनि त्यहाँबाट हिँड्नु पर्ने हुन्छ यो भर्याङ ओहो बाटो त दामी रहेछ अरे त तलतिर पनि उयो राख्नु मिल्दैन एकचोटि गएको थिएँ झन्डा भएको नेपालको झन्डा राखिरहेको थिएँ नि बुवा ए बाबु अब आफू त म त गएको पनि छैन ए तपाईँ जानै भएछ नि बुवा त्यसो त कहाँ हामी पुग्छौँ बुवा ल मेरो बाइकको लुक्स यस्तो यो हाल्दै थिएँ मैले त्यहाँबाट यहाँको लेगाड झिक्दैछु छु कि एकदम दामी देखिरहेछ दामी त यताबाट यो बाटो घुम्दै घुम्दै यताबाट चट्ट यहाँ आइपुग्यौँ यो चाहिँ खावा यहाँ खावा देख्न सक्नुहुन्छ है चट्ट खावा है यहाँबाट तल चाहिँ नाला जम्मा 5-6 मिनटमा पुग्छ अरे बाटो एकदम पिच बनाएर छ एकदम दामी होइन भर्खर पिच भएर अनि अब यो गेटबाट छिरेर जान्छौँ अघि बाइक लिएर गएको चाहिँ जानु नमिलेर छ बाइक त्यहीँ पार्क गर्नुपर्ने भयो बाइक त्यहीँ पार्क गऱ्यौँ अनि त्यहाँबाट चट्ट अब हामी जान्छौँ यहाँ थोरै खुड्किला हिँड्नुपर्ने रहेछ अनि 3टा गाडी छ अरे कुन कुन गाडी हो थाहा भएन होइन 3टा गाडी चट्ट जान्छौँ के कस्तो छ सबै कुराहरू एक्सप्लोर गर्छौँ मैले चाहिँ सोचेको थिइनँ यति धेरै होला डिस्टेन्स भनेर अनि मैले सोच्नु भनिरहेको थिएँ मैले खावा गडी के अरे नाला गडी नै हो भनेर तर दाइले हो खावा खावा गडी भन्ने चाहिँ उहाँ है फेरि थाहा छैन ल ए बाँसुरी मयूर कृष्ण भगवानको मूर्ति रहेछ है मक्खन 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 हो दाइ कोही मक्खन भने के हो दाइ दही नै होला ल चट्ट सुडाल यहाँ रहेछ है मलाई थाहा थिएन यार यहाँ पनि कालो खान पाउँछ होला नि त लगाइ चाहिँ तल बाइक पार्क गरेर चाहिँ थोरै माथि आएपछि यस्तो खुड्किला रहेछ है नालागढी धेरै आउनु भयो होला है नालागढी मलाई चाहिँ थाहा थिएन फर्स्ट टाइम हो मेरो त्यही भएर पनि मलाई अलिकति एकदम उत्सुकता जागिरहेछ गाउँमा आएको भाइब चाहिरहेछ त हेर यतातिर है मकैबारी हेर्नु न मकैबारी दर्याम दर्याम त्यो गीत अलि अगाडि आयो क्या होइन अहिले म त्यो गीतको कुरा गर्दै आएको अब अलिकति यो जेठ महिनातिर आयो भने एकदम मजा आउँथ्यो क्या किनकि मकैबारी नै हुन्थ्यो हरियो काँक्रा पनि हुन्थ्यो होइन अस्ति रोप्ने बेलामा आयो क्या फल्ने बेलामा चाहिँ आएन कस्तो दौड्यौँ क्या गाई चाहिँ देख्न सक्नुहुन्छ है हामी कति आइपुग्यौँ कति नै आएन त्यहीँबाट त हो गाई यो ठाउँको विशेषता चाहिँ के भने नि भन्दैन त मलाई थाहा छैन जति माथि आयो त्यति उकालो हुने रे क्या थाहा छ त्यति उकालो क्या नाकै ठोक्केला जस्तो भइसक्यो सुडाल होइन यो सुडाल खावा भन्छ खावा बजार चाहिँ एकदम राम्रो रहेछ है म त खावा भने धुलीखेलको खावा सम्झेर हिँडिरहेको थिएँ क्या यहाँको खावा छुट्टै रहेछ भने एकदम मजा आयो दामी माथि नगरकोटतिर पुरा कुहिरो त्यस्तो धुम्म देखिरहेछ हो भन भाइ उही कुही छ नमरी स्वर्ग पुगेको
जय भगवान भगवान। खोइ यार मन्दिरभित्र स्टोर रुम जस्तो बनाहान के हो के हो। आदिनाथ महादेव रे दाइ। महादेव भन्ने बित्तिकै शिव हो क्या। नेपालमा म्याक्सिमम् भएको भनेको महादेव मन्दिर हो। जहाँ गए पनि महादेव मन्दिर हुन्छ। यता गणेश भगवान हुनुहुन्छ है, गणपति बाबा होइन, जेस म्याक्सिमम् चाहिँ शिवकै हुन्छ क्या। तपाईँ त सोच्दा नि पर्नु न, खोइ कुन पतन भएर यहाँ चाहिँ यस्तो उम्रेको के भन्ने छ नि। पहिला बुद्धको मूर्तिहरू पुरानो दबाईवाला निकालेर होइन त्यो मोडिफाई गरेर महादेव साहदेव बनायो भने चाहिँ सल्लाहघारी चौर। अनि के हो यो एकदम दामी छ है। यो नेचर मन पराउने मान्छेहरूको लागि चाहिँ एकदम बेस्ट ठाउँ रहेछ। टक्क है यहाँबाट हिँड्दै जाने। अझ सिमसिम पानी पर्नुपर्छ, क्या दामी हुन्थ्यो होला क्या है। सिमसिम पानी परेर हल्का यो बादल हुनु होइन, खतरा मजा आउँछ कि। साथी भ्लगर हो हामी, क्यामेरामा आउँछ सर। आउँछ आउँछ एकदम भाइरल मान्छे आइहाल्छ नि। ल झन्डा देखियो गाइज है। झन्डा चाहिँ एकदम फेर्नुपर्ने बेला भएको छ, किनकि यस्तो झन्डा यो हाम्रो ब्याजेटै हुन्छ यार। अनि मलाई चाहिँ जहाँसम्म लाग्छ त यो झन्डाको दुरुपयोग नि भइरहेछ क्या। जहाँ पायो त्यो झन्डा राखिदिइरहेछ। त्यो एउटा गौरव हो नि त होइन। के हो त्यो अब थाहा भएन होइन। यस्तो गौरवको चिजहरू त एउटा पहिचान हो नेपालको राष्ट्रिय झन्डा भनेको। अलि त्यस्तै ठाउँमा इम्पोर्टेन्ट ठाउँमा मात्रै राख्ने हो क्या। तपाईँ त्यो खोलाको किनारमा नि झन्डा बनाएर राख्दैछ, डाँडा काँडा जहाँ भए पनि एउटा झन्डा राख्दैछ क्या। त्यो चाहिँ के हो होइन। ल झन्डा बनाएर राखेर छ एउटा। गाइज हामी चाहिँ नालागढी रहेछ। यो नालागढी जान भनेर हिँडेको, तर पानी पऱ्यो क्या। यो पानी परेर भिज्यो अनि त्यहाँसम्म जान सकेन होइन। नेक्स्ट भ्लगमा हामी चाहिँ गढीसम्म गएर आउँछौँ। अहिले चाहिँ हामी यो खावा डाँडाको त्यहाँको यो झन्डा पार्कसम्म आउँछौँ। यहाँ झन्डा पार्क रहेछ, यता यो सल्लाहघारीहरू। आजको भ्लग चाहिँ यस्तै भयो होइन। डेस्टिनेसनसम्म पुग्न नसकेको भ्लग यो मात्रै भयो होला सायद। अहिलेसम्मको हेर्दाखेरि पानी एकदम खतरा पानी आयो क्या। हामी भिजिसक्यौँ। अनि यो झन्डा पार्कबाट फर्केको। अनि यही हो, यसलाई चाहिँ खावा डाँडा भन्दो रहेछ होइन। यहाँ तल खावा डाँडा अनि यहाँ मन्दिर पनि छ एउटा। अनि त्यहीँबाट चट्ट हामी फर्क्यौँ। त्यही हो, गढी चाहिँ यता छ अरे 2-3टा गढी, नाला गढी। अनि हामी चाहिँ यता सुडालको बाटो आएको थियौँ। त्यही भएर लोकेसन थाहा भएन क्या होइन। लोकेसन थाहा नभएर हामी यताउता घुम्दा अलिकति टाइम लागेको थियो। ठिक छ, अर्को नेक्स्ट टाइम हामी देखाउँछौँ। अहिलेलाई चाहिँ अब फर्केको है। भिडियो के कस्तो लाग्यो हेरेर चट्ट कमेन्ट गर्नु होला। पानी पऱ्यो क्या, हामीसँग छाता पनि छैन। अनि त्यहाँबाट टाइम पनि छैन, किनकि रात पनि परिसक्यो। अनि त्यही भएर अब चट्ट जान्छौँ है त। बाटो एकदम चिल छ। आउने हुँदा चाहिँ यही बाटो आउने हो है। यही बाटो, त्यहाँ तल मन्दिर छ, त्यहाँ तल खावा लेखा छ। अनि यतातिर गयो भने नाला जाने बाटो अरे। जम्मा 6 मिनटमा पुग्छ अरे। एकदम दामी चिल बाटो छ है, पिच बाटो। त्यही हो गाइज है। अब चट्ट जानुपर्ने हुन्छ। भिजायो पानीले, भिजायो भिजायो भिजायो। अब यहाँ ओत लाग्नु पऱ्यो क्या। त्यही भएर ठुलो रुखको ओत लाग्नु भन्यो क्या। रुखमा पानी नै परेको छैन है। अब यहाँ टक्क कुहिरो आयो भने चाहिँ दामी हुन्छ होला क्या। त्यो कुहिरोको त्यो हुन्छ नि होइन, बाफ हुन्छ नि सर डल्लाहरू। अनि टक्क यो हरियो मौसम है, दामी देख्छ होला क्या। जस्ट इमेजिन भनौँ होइन। त्यो मुगुकोटको जस्तो टक्क बादल हेर्न रहर लागिरहेको छ क्या एकचोटि। त्यो पनि हेर्नुपर्ने हुन्छ। खत्रै पानी पऱ्यो क्या।